हेलो गाइस, हाम्रो घरमा यस्तो राम्रो कटहर फलेको छ। यो कटहर चाहिँ एउटा मात्र हामीले खाने, अरू सब बाड्ने हो। यो कटहर चाहिँ पहिलेदेखि हाम्रो घरमा बाड्ने चलन चाहिँ छ है। अनि यो काट्दाखेरि हातमा चोप नलाग्ने तरिकाले काट्नुपर्छ। मेरो हातमा हेर्नु त एउटा चोप पनि लागेकै छैन, एउटा तरिका हुन्छ यो काट्नलाई। अनि तेल धेरै राख्नुपर्छ, अनि मेथी फुराउने, प्याज फुराउने, अनि यसरी राख्ने। तेल र मसला चाहिँ बढी राखेपछि एकदम मिठो हुन्छ यो कटहरको तरकारी। आफ्नो पकाउने तरिका हुन्छ, हामीले चाहिँ यसरी पकाउँछौँ। अनि टमाटर राख्ने, मसला चाहिँ राख्ने, अनि यसरी राखेर भुट्ने, अनि लास्टमा दही राख्ने। हामीले दही पनि राखेर बनाउँछौँ। अनि यसरी नै हाम्रो कटहर तरकारी पकाउने तरिका हो गाइस। वाउ, कति मिठो भयो।